हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल निरज विथ यु होइन। अनि आज चाहिँ हामीहरू त्यही दुबईको बारेमा चाहिँ केही कुराहरू कन्टिन्यू गर्दैछौँ। अब धेरै मान्छेहरू चाहिँ दुबई भिजिट भिजामा जान चाहनुहुन्छ होइन। उहाँहरूको लागि अलिकति सजिलो होस् भन्ने हिसाबले चाहिँ मैले यो भिडियो बनाउँदैछु होइन। यहाँबाट दुबई जाँदाखेरि के कति खर्च लाग्छ र कसरी जाँदा चाहिँ एउटा मिडल क्लासले चाहिँ दुबईमा सर्भाइभ गर्न सक्छ भिजिट भिजा भनेर चाहिँ यो भिडियो बनाउँदैछु। स्पेसली यो चाहिँ मेरो टार्गेट चाहिँ दुबईमा 2 महिना चाहिँ गएर बस्दाखेरि के कति खर्च हुन्छ भन्ने विषयमा छ होइन। यो जस्तै अब कोही दुबई जान चाहनुहुन्छ भिजिट भिजामा भनेदेखि सबैभन्दा पहिले तपाईँले भिजिट भिजा अप्लाई गर्नुपर्ने हुन्छ र भिजिट भिजा अप्लाई गर्नको लागि अनलाइन पोर्टलहरू पनि छन्। प्लस तपाईँले कुनै पनि ट्राभल एजेन्सीमा गएर दुबईको भिजिट भिजा अप्लाई गर्न सक्नुहुन्छ होइन। अनि भिजिट भिजा अप्लाई गर्नलाई के चाहिन्छ त सबैभन्दा पहिले होइन। खर्चभन्दा पहिले त भिजिट भिजा अप्लाई गर्न चाहिँ के चाहिन्छ भन्ने कुरा त जान्नु जरुरी छ नि त होइन। अनि सबैभन्दा पहिले तपाईँसित पासपोर्ट हुनु पर्यो, जुन कि मिनिमम 6 मन्थ भ्यालिडिटी हुनु पर्यो पासपोर्टको होइन। पासपोर्ट एक्सपायर हुनलाई मिनिमम 6 महिना चाहिँ बाँकी हुनु पर्यो। अनि अर्को भनेको तपाईँलाई एउटा पासपोर्ट साइजको फोटो चाहिन्छ। अनि अर्को भनेको चाहिँ तपाईँलाई चाहिँ ब्याङ्क स्टेटमेन्ट पनि देखाउनु पर्ने हुन्छ होइन। तपाईँ भिजिट भिजामा जाने हुन्छ तपाईँसित पैसा छ भनेर चाहिँ देखाउनु पर्ने हुन्छ क्या सरकारलाई होइन। त्यही भएर एउटा ब्याङ्क स्टेटमेन्ट पनि तपाईँले आफूसँग राख्नुपर्ने हुन्छ। अनि अहिले चाहिँ नयाँ रुल आएको छ, पुलिस क्लियरेन्स पनि चाहिन्छ, पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिन्छ, जुन चाहिँ अनलाइन पोर्टलबाट गर्न सकिन्छ होइन। त्यो तपाईँले आफै पनि घर बसी गर्न सक्नुहुन्छ। यदि तपाईँलाई अप्ठ्यारो लाग्छ भनेदेखि तपाईँलाई ट्राभल एजेन्सीले गरेर दिन्छ, त्यसमा ठुलो कुरै छैन होइन। अनि त्यसपछि तपाईँले रिटर्न टिकट चाहिँ तपाईँले बोकेकै हुनुपर्ने हुन्छ होइन। त्यहाँ जाँदाखेरि चाहिँ रिटर्न टिकट देखाउनु पर्ने हुन्छ होइन। एयरपोर्टमा रिटर्न टिकट हुनु पर्यो। अनि अर्को भनेको चाहिँ तपाईँले चाहिँ भिजिट भिजा अप्लाई गर्दा कति खर्च लाग्छ भन्ने कुरा आयो होइन। यो 2 महिनाको भिजिट भिजा निकाल्दाखेरि तपाईँलाई एराउन्ड 27,000 रुपिस नेपाली चाहिँ पर्छ होइन। त्यसमा कतै 1-2 हजार तलमाथि हुनसक्छ होइन। त्यो डिपेन्ड अन द ट्राभल एजेन्सी होइन, किनभने उनीहरूले आफ्नो चार्जेस कति राख्छन् भन्ने कुरा हुन्छ, त्यसमा भर पर्ने हुन्छ। एराउन्ड 27,000 नेपाली रुपिस तपाईँलाई 2 महिनाको भिजिट भिजामा लाग्छ है। अनि त्यति भएपछि तपाईँको भिजिट भिजा निस्किन्छ। भिजिट भिजा निस्केपछि तपाईँ यहाँबाट एयरपोर्ट जान सक्नुहुन्छ होइन। एयरपोर्टबाट आफ्नो मैले भनेका जति कागजहरू थिएन, जस्तै पुलिस क्लियरेन्स, अनिखेर तपाईँलाई ब्याङ्क स्टेटमेन्ट, अनि होटल बुकिङ प्लस रिटर्न टिकट देखाएपछि तपाईँलाई नेपालको एयरपोर्टमा रोक्न मिल्दैन उहाँहरूले होइन। तपाईँले त्यति देखाइसकेपछि ब्याङ्क स्टेटमेन्ट त्यो देखाइसकेपछि तपाईँ जान सक्नुहुन्छ। अब यहाँबाट त तपाईँ दुबई जानुभयो होइन। अब दुबई पुगेपछि कहाँ बस्ने भन्ने कुरा हुन्छ होइन। होटल बुकिङ त तपाईँ अब 1 दिन 2 दिनको लिनुभयो जानुभयो होइन। 1 दिन तपाईँ होटलमै बस्नुभयो होइन, केही छैन। त्यसपछि सधैँ होटलमा बस्न त सकिँदैन, महँगो छ होइन। अनि त्यहाँनिर चाहिँ दुबईमा 2-3टा अप्सन हुन्छ क्या तपाईँलाई। एउटा अप्सन चाहिँ के हुन्छ भनेदेखि सबैभन्दा सस्तो अप्सन भनेको चाहिँ बेड स्पेस भन्छ होइन। सेयरिङ रुम भन्छन् त्यसलाई, बेड स्पेस भन्छन् होइन। त्यसमा चाहिँ कस्तो हुन्छ नि, एउटा रुममा चाहिँ 4 जना 6 जना 8 जना हेरी रुमको साइज र कति रेन्ट छ त्यो हेरी चाहिँ बस्ने सुविधाहरू हुन्छ क्या त्यहाँ। नेपालमा जस्तै हामी कोठा भाडामा खोज्छौँ नि, त्यस्तै त्यहाँ पनि कोठा भाडामा पाइन्छ क्या। र हाम्रो नेपाली दाजुभाइहरू धेरै हुनुहुन्छ जसले यो कोठा भाडामा लाउनुहुन्छ। प्लस अरू पनि छन् र तपाईँलाई नेपालीसितै सजिलो लाग्छ भने हाम्रो नेपाली दाजुभाइहरू पनि धेरै हुनुहुन्छ होइन। यो कोठा भाडामा खोज्न सकिन्छ। त्यहाँ एउटा अनलाइन साइट छ डुबिजल भनेर, त्यसमा पनि तपाईँले रुम फर रेन्ट, बेड स्पेस फर रेन्ट भनेर हेर्नुभयो भनेदेखि डुबिजल भन्ने साइटमा तपाईँले त्यहाँबाट पनि पाउन सक्नुहुन्छ। प्लस तपाईँ होटलमा गइसकेपछि त्यहाँ बाहिर निस्किनु भने नेपालीहरू धेरै भेटिनुहुन्छ होइन। त्यतातिर यसो कुरा गर्ने, कसैसित गफसफ गर्नुभयो भने नेपालीहरूलाई यस्तो रुम चाहिएको थियो भने उनीहरूले पनि आइडिया तपाईँलाई दिनुहुन्छ होइन। प्लस त्यहाँ कतिपय ठाउँमा त पम्पलेटै बनाएर टाँसेका पनि हुन्छन् होइन, जुन चाहिँ अब एलाउड त छैन तर गरिरहेका छन् मान्छेले होइन। त्यहाँ नम्बरहरू हुन्छ, त्यो नम्बर झिक्ने, फोन गर्ने, फोन गरेपछि त्यहाँ जाने, रुम हेर्ने, कतिजना बसेछन्, कस्तो रुम छ, कस्तो व्यवस्था छ, त्यहाँ बस्ने होइन। अनि मैले बेड स्पेस भनिराख्दाखेरि त्यहाँ अर्को हुन्छ पार्टिसन भनेर। एउटा रुमलाई चाहिँ 2-3टा रुम बनाएका हुन्छन्, तर तपाईँले एक्लै अर्कालाई देख्नुहुन्न। त्यहाँ चाहिँ सेपरेट रुम जस्तो हुन्छ तर साइज चाहिँ सानो हुन्छ। एउटा खाट अट्छ, प्लस तपाईँलाई एउटा दराज दिएको हुन्छ होइन। सानो रुम हुन्छ, तपाईँ त्यसमा पनि बस्न सक्नुहुन्छ। तपाईँ अलिकति बढी बजेटमा जान चाहनुहुन्छ र तपाईँ त्योभन्दा पनि बढी खर्च गर्न चाहनुहुन्छ भने तपाईँले रुम लिन सक्नुहुन्छ होइन। त्योभन्दा पनि बढी खर्च गर्न चाहनुहुन्छ भने तपाईँले स्टुडियो फ्ल्याट लिन सक्नुहुन्छ होइन, जसमा चाहिँ एउटा रुम
अनि किचन हुन्छ छेउमा होइन, वासरुम हुन्छ, त्यो तपाईँको सेपरेट भयो, तपाईँ बाहेक कोही हुँदैन। अब त्योभन्दा पनि बढी खर्च गर्न त गर्ने हो नै हो भने अब फ्यामिलीसित जानुभएको छ भने तपाईँले चाहिँ 1 BHK फ्ल्याट लिन सक्नुहुन्छ, 2 BHK फ्ल्याटहरू लिन सक्नुहुन्छ होइन। त्यो सबै तपाईँमा भर पर्ने कुरा हो। म चाहिँ यहाँनिर एउटा सानो नर्मल सानो खर्चको मात्रै एस्टिमेट गर्दैछु होइन, एकजनाको लागि, जो तपाईँ भिजिटमा दुबई जाँदै हुन्छ। तपाईँले बेड स्पेस लिन सक्नुहुन्छ। त्यो बेड स्पेस महिनाको तपाईँलाई 500, 600, 700 हेरी हुन्छ। एभरेजमा 600 रुपियाँ हामी लिएर राखौँ है, उहाँको AED दिराम चाहिँ 600 दिराम पर्छ। तपाईँ 2 महिना बस्नुभयो भने 1200 दिराम पर्छ होइन। अब 2 महिनाको 1200 दिराम भनेको अहिलेको करेन्सी कन्भर्जन रेट हेर्दाखेरि मोटामोटी तपाईँलाई 45,000 रुपियाँ तपाईँले 2 महिनाको कोठा भाडाको तिर्नु पर्यो है। सुरुमा तपाईँले 27,000 को भिजिट भिजा लिनुभयो 2 महिनाको। त्यसपछि टिकट आउने जाने टिकटको तपाईँलाई 1500 उहाँको पर्छ, जुन नेपाली 60,000 पर्यो होइन। 60,000 टिकटको, 27,000 भिजाको प्लस रुमको 45,000 पर्यो है। तपाईँहरू टोटल गर्दै जानुहोस् है कति खर्च हुन्छ। म लास्टमा टोटल चाहिँ भनिदिन्छु तपाईँहरूलाई। अनिखेर रुमको तपाईँलाई 45,000 पर्यो। फुड खाना होइन, खाना चाहिँ तपाईँले घरमा बनाएर खानुभयो भने 500 to 600 AED उहाँको भनेको तपाईँलाई 20,000 देखि 24,000 नेपालीमा खाना मजाले खान पुग्छ। मासु भात हप्तामा 2 चोटि मासु 3 चोटि मासु खाएर पनि होइन तपाईँलाई 40 देखि 45,000 मा 2 महिनाको खाना चाहिँ पुग्छ। सरी 40-45 होइन, 20 देखि 24,000 मा चाहिँ तपाईँलाई 2 महिनाको खाना खान पुग्छ होइन। त्यो भनेको 500 to 600 पर्छ। त्यहाँको मासु चाहिँ किन भनेदेखि मासु र तरकारीमा त्यति प्राइसमा फरक छैन कि, अलमोस्ट उस्तै छ दुबईमा होइन। त्यही भएर मैले भनेको हो। अनि तपाईँलाई 20 देखि 25,000 त्यो खानामा को लाग्यो 2 महिनाको होइन, प्लस ट्राभलिङ एक्सपेन्सेस। अब तपाईँ दुबई जानुभएको छ, घुम्न जानुभएको छ, कुनै काम पर्पसले जानुभएको छ, जे छ तपाईँको होइन, तपाईँ जानुभएको छ, त्यसमा तपाईँलाई चाहिँ 500 रुपियाँ चाहिँ ट्रान्सपोर्टेसन खर्च भनेर लाग्छ होइन। त्यसमा तपाईँले चाहिँ मेट्रो बस पनि युज गर्न सक्नुहुन्छ होइन। अनि मेट्रो बस युज गर्न सक्नुहुन्छ। कहिलेकाहीँ परिआयो भने ट्याक्सी पनि युज गर्नुपर्ने सिचुएसन पनि हुन्छ होइन। तर मोस्ट अफ द टाइम त्यहाँ चाहिँ ट्याक्सी, मेट्रो, बसहरू, बस र मेट्रो चाहिँ एकदम कन्भिनियन्ट छ, जतिखेर पनि आइरहेको छ होइन। अनि प्राय म्याक्सिमम मान्छेहरू चाहिँ मेट्रो नभए बस युज गरिरहेको हुनुहुन्छ, तपाईँले पनि गर्न सक्नुहुन्छ। त्यसमा तपाईँले 2 महिनाको खर्च चाहिँ लगभग 500 उहाँको राखौँ होइन। त्यो भनेको लगभग 20,000 भयो होइन। टोटल गर्दाखेरि टोटल सबै जोड्दाखेरि होइन, ल जोड 27,000 होइन, अनि 60,000, अनिखेर तपाईँलाई 45,000 रेन्टको होइन, अनि फुडको 24,000, अनि ट्रान्सपोर्टेसनको 20,000, सबै गर्दा मोटामोटी 1,80,000 रुपियाँ तपाईँले लानुभयो भनेदेखि लगभग तपाईँ 2 महिना दुबई मजाले बस्न सक्नुहुन्छ र आफूले गएको जे कामको लागि जानुभएको छ त्यो काम पुरा गर्न सक्नुहुन्छ है। भनेपछि 1,80,000 रुपियाँ लिएर जानु भने 2 महिना दुबईमा सर्भाइभ गर्न सकिन्छ होइन। अब यो भिडियोबाट होप तपाईँहरूलाई केही सहज हुन्छ। दुबई जानुभन्दा अगाडि चाहिँ मैले यति पैसा चाहिँ लगभग बोकेर गएँ भनेदेखि मलाई सर्भाइभ गर्न सजिलो हुन्छ होइन। अब तपाईँ सपिङ गर्ने हिसाबले जाँदै हुन्छ भने तपाईँले त्यही अनुसार पैसा आफ्नो बजेटहरू बढाउँदै जानु पर्यो होइन। र दुबई चाहिँ एज अ टुरिस्ट एकदमै राम्रो डेस्टिनेसन हो। प्लस त्यहाँनिर काम गर्ने जानेहरूको लागि पनि दुबईमा धेरै अपर्च्युनिटीहरू छन्। त्यो भन्दैमा अब म सबैले 100% राम्रै जागिर पाउँछ भन्ने चाहिँ भनेर ग्यारेन्टी गर्न सक्दिनँ। त्यो चाहिँ तपाईँहरूको स्किलमा भर पर्छ, तपाईँहरूको आफ्नो नलेजमा भर पर्छ होइन। तर जे होस् काम चाहिँ सानो ठुलो त्यहाँ पाइन्छ होइन। आफ्नो योग्यता अनुसार काम चाहिँ पाइरहेकै हुन्छन् मान्छेहरूले। र यो चाहिँ वान अफ द बेस्ट प्लेस हो भन्छु संसारमा। मलाई धेरै देशहरूको बारेमा नलेज छ, तर यहाँ चाहिँ अब जानुभयो भने तपाईँ सधैँ बस्न चाहिँ पाउनुहुन्न। तर पैसा कमाउँछु भन्ने हिसाबले जान चाहनुहुन्छ भने वान अफ द बेस्ट प्लेस हो। म 15 वर्षको एक्सपिरियन्स छ। मैले योभन्दा अगाडिको भिडियो बनाएको थिएँ, त्यो भिडियो पनि हेर्नु होला, त्यहाँबाट पनि तपाईँहरूलाई केही नलेज हुन्छ होइन। म चाहिँ तपाईँहरू यदि जान चाहनुहुन्छ भनेदेखि जानुहोस्, जानुपर्छ, घुम्ने लायकको ठाउँ छ, काम गर्ने लायकको ठाउँ छ। म तपाईँहरूलाई चाहिँ यसमा नजानुहोस् भनेर भन्दिनँ। बाँकी तपाईँहरूको विचार। मेरो भिडियोलाई माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र हेर्दै जानु होला अगाडि। तपाईँहरूलाई एउटा कुरा मैले चाहिँ यसमा भन्न बिर्सेछु होइन।
मेरो थर्ड पार्टमा चाहिँ दुबईमा कसरी जब खोज्ने, कसरी जब खोज्दा सजिलो हुन्छ होइन, के अप्सनहरू छन् त जब खोज्नको लागि भन्ने कुराको भिडियो लिएर आउनेछु। त्यही भएर अवश्य पनि यो भिडियोलाई चाहिँ सब्सक्राइब गर्नुहोला, ताकि अर्को भिडियो तपाईँहरूसम्म पुगोस् भनेर है त। धन्यवाद।